उज्जवल भविष्य, उच्च शिक्षा र उच्च आय दरकै कारण नेपाली विद्यार्थीहरू जापानप्रति आकर्षित भइरहेका छन्। जापानिज भाषाको राम्रो ज्ञान लिएर जापान जाने विद्यार्थीहरूको जापानको बसाइ सुखद रहन्छ। विशेष गरी जापान जानुको कारण चाहिँ त्यहाँ चाहिँ अब एउटा चाहिँ कामको सुविधा र जापानिजहरूको चाहिँ सोसाइटीमा चाहिँ नेपाली विद्यार्थीहरूलाई भिज्न सजिलो। मुख्य गन्तव्य भनेको चाहिँ नेपाली विद्यार्थीको इन्ट्रेस्ट भनेको चाहिँ पार्ट टाइम जबहरू नै सहज रूपमा र पाउने हुनाले चाहिँ नेपाली विद्यार्थीहरूको गन्तव्य देखिन्छ। जापानमा पढाइसकेर पार्ट टाइम जब भिजा हुँदै अध्ययन र कामको राम्रो अवस्था भइसकेपछि त्यहाँको अवस्था राम्रो हुने बताउँदै लामो समयदेखि जापानिज भाषा पढाउँदै आएका कुमारी जापानिज ल्याङ्ग्वेज स्कुलका प्रिन्सिपल टङ्क साउद कार्यक्रम युनिटलाई जानकारी गराउनुहुन्छ। जुन विद्यार्थीले चाहिँ नेपालबाटै राम्रो जापानिज भाषाको अध्ययन गरेर जानुभएको छ उहाँलाई चाहिँ भिजा प्रक्रिया सहज र अनि जापान गइसकेपछि उहाँलाई चाहिँ दैनिक जीवनमा चाहिँ रहनसहनको चाहिँ सजिलो र भाषामा चाहिँ राम्रो डेभलपमेन्टका साथसाथै पार्ट टाइम जबको लागि पनि सहज हुने भएको हुनाले चाहिँ सायद नेपाली विद्यार्थीहरू अहिले चाहिँ एउटा चाहिँ जापान चाहिँ उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा देखिएको छ। कुमारी जापानिज ल्याङ्ग्वेज स्कुल बानेश्वरले लामो समयदेखि गुणस्तरीय भाषाको कक्षा, परामर्श र डकुमेन्टेसनमा विद्यार्थीहरूलाई सहयोग गर्दै आएका कारण यो भाषाको स्कुल विद्यार्थी र अभिभावकको सामु प्रसिद्ध बनेको छ। विशेष गरी अभिभावक तथा विद्यार्थीलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने उहाँले चाहिँ सम्पूर्णतया पहिलो रूपमा चाहिँ उहाँले चाहिँ जापानिज भाषाको राम्रो अध्ययनको चाहिँ एउटा पर्पोज बनाउनु पर्यो हैन। जापान केका लागि जाने, जापान गएर के गर्ने, नेपाल बस्ने अवधिमै नै उहाँले चाहिँ प्लान गर्नु पर्यो र जापानका बारेमा म्याक्सिमम इन्फर्मेसन जापान गएर के गाह्रो हुन्छ, के अप्ठ्यारो हुन्छ, के गर्दा चाहिँ हाम्रो आफ्नो जापान बसाइ चाहिँ दिगो हुन्छ र सहज हुन्छ भन्ने कुरा चाहिँ उहाँले चाहिँ नेपाल बस्ने अवधिमा नै चाहिँ उहाँले चाहिँ प्लान गरेर एउटा निश्चित पर्पोज बनाउने, त्यसको लागि मेहनत धैर्यताको खाँचो हुन्छ हैन। त्यसको लागि चाहिँ जापान जानु मात्र ठुलो एउटा उद्देश्य भएन। जापान गएर लामो बसाइ र आफ्नो जुन मेहनत जुन लगानी लाग्छ त्यो सबै हामीलाई चाहिँ फिडब्याक रिटर्न आउनुपर्ने अवस्था बनाएर हाम्रा विद्यार्थीहरूले चाहिँ जापान जाने एउटा उद्देश्य बोक्नु भएमा राम्रो हुनेछ। र कुमारी जापानिज स्कुलले चाहिँ यो सम्बन्धी केन्द्रित भएर हाम्रा विगतमा गए जापान पुगेका विद्यार्थीहरूको बाट परामर्श लिएर आउने विद्यार्थीहरूलाई के सुझाव सल्लाह र कसरी बेटर गर्न सकिन्छ भन्ने कुरामा जहिले पनि हामी एउटा चिन्तित छौँ र